देश बनाउने छ भन्ने मलाई विश्वास लागेको छ। अघि म भित्र आउँदै गर्दाखेरि एकजना पत्रकार साथीले सोधिहाल्नुभयो, तपाईँ त उज्यालो नेपाल पार्टीको घोषणा सभामा प्रमुख अतिथिको रूपमा किन आउनुभयो भनेर भन्नुभयो। म उज्यालो नेपाल पार्टीको मात्रै होइन, जुनसुकै पार्टीको घोषणा सभामा प्रमुख अतिथि बोलाउनु भयो भने म सबैमा जान्छु। सबै मेरो लागि समान हो। अब उज्यालो नेपाल पार्टीले मलाई सम्मानपूर्वक प्रमुख अतिथिमा बोलाउनु भयो, मैले स्वीकार गरेँ र उहाँहरूलाई धन्यवाद छ। म सर्वप्रथम आजको अध्यक्षता गरिराख्नु भएको मेरो अनन्य साथी पनि पुरानो 30 वर्षदेखिको मेरो सहकार्यमा सहभागी भएर हरेक पाइलामा सहयोग गर्नुहुने हाम्रो पूर्व सचिव पनि हुनुहुन्छ अनुप कुमार उपाध्यायज्यू। उज्यालो नेपाल वास्तवमा उहाँले ल्याउनु भएको थियो। जुन बेला म विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर यो उज्यालो नेपाल अभियानमा लोड सेडिङ अन्त्य गर्न भनेर लागिरहेको थिएँ, उहाँ मन्त्रालयको सचिव, विद्युत प्राधिकरणको चेयरम्यान हुनुहुन्थ्यो र उहाँले हरेक कुरामा भित्र बसेर यति धेरै डिसिजनहरू, निर्णयहरू गर्नुभयो, सहयोग गर्नुभयो। त्यसबाट उज्यालो नेपाल लोड सेडिङ अन्त्यको लागि हामी सफल भयौँ। पर्दा पछाडि धेरै मान्छेहरू हुन्छन्, देखिने म एउटा सिपाहीको रूपमा म देखिएको मात्रै हो र पर्दा पछाडिका जो व्यक्ति आज उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेर आउँदा मलाई अत्यन्तै खुसी लागेको छ। उहाँलाई बधाई दिन त म आउनै पर्यो। मेरो लागि गर्वको विषय हो। उहाँले उज्यालो नेपाल पार्टी नै राखेर अध्यक्ष बनेर आउनुभएको छ। यहाँलाई फेरि पनि बधाई छ। सम्पूर्ण उज्यालो नेपाल पार्टीका साथीहरू, केन्द्रीय सदस्यहरू र सम्पूर्ण उपस्थित दाजुभाइ दिदीबहिनीहरू जसले उज्यालो नेपाल पार्टीलाई सहकार्य गर्न सद्भाव राखेर आज आउनुभएको छ, उहाँहरू सबैलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो लागि यो उज्यालो अभियान, उज्यालो नेपाल अभियान भनेर हामीले वर्षौँदेखि, विगत 8 वर्षदेखि चलाइरहेको अभियान हो उज्यालो नेपाल अभियान। उहाँहरूले पार्टीमा कन्भर्ट गर्नुभयो, परिणत गर्नुभयो, त्यसको लागि म अति नै आभारी व्यक्त गर्न चाहन्छु। देश विदेशमा गल्फ कन्ट्रीदेखि लिएर अमेरिका, युरोपदेखि लिएर धेरै ठाउँमा उज्यालो अभियान भनेर हामी लागिरह्यौँ। उज्यालो नेपाल अभियान भनेर अभियानको नाम दिएर करिब म 2 महिना विदेशतिर लागे। सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्ने मौका पाएँ। यति ठुलो नेपाली दाजुभाइहरूको सद्भाव, माया, प्रेम देखियो। म त वास्तवमा विदेशमा 8 वर्षसम्म घुम्न पनि पाएको थिएन। आजको उपस्थितिले साँच्चीकै उज्यालो नेपाल पार्टीले देश बनाउने छ भन्ने मलाई विश्वास लागेको छ। अघि म भित्र आउँदै गर्दाखेरि एकजना पत्रकार साथीले सोधिहाल्नुभयो, तपाईँ त उज्यालो नेपाल पार्टीको घोषणा सभामा प्रमुख अतिथिको रूपमा किन आउनुभयो भनेर भन्नुभयो। म उज्यालो नेपाल पार्टीको मात्रै होइन, जुनसुकै पार्टीको